क्रिकेटरको लाइफमा कतिखेर डाउनफल आउँछ, कतिखेर ग्राफ माथि जान्छ, कसैले प्रेडिक्ट गर्न सक्दैन। कुनै क्रिकेटर 30 वर्षको एजमा पनि डेब्यू गर्न पाएको हुँदैनन्। कुनै क्रिकेटर सानै एजमा आफ्नो देशको लागि जर्सी लगाइसकेका हुन्छन्। आज हामीसँग एउटा यस्तो प्लेयर हुनुहुन्छ जुन चाहिँ नेपालको एउटा टफ टोली, एकदम ठुलो टोली, त्यो भनेको त्रिभुवन आर्मी क्लब। सानै एजमा उहाँलाई र वान अफ द फर्स्ट प्लेयर पनि भन्न सक्छौँ जुन चाहिँ स्काउटिङबाट सिधै स्क्वाडमा आएको, जुन चाहिँ जिल्ला पनि नखेलेको कन्डिसनमा एउटा राम्रो एज लेभलमा क्रिकेट नखेले तापनि, क्रिकेटको त्यो फर्टिनिटीमा नआए तापनि सिधै स्काउटिङबाट पिएम कप खेलेको प्लेयर हुनुहुन्छ। नितेश, स्वागत छ तपाईँलाई। थ्याङ्क यू दाइ। अब हामी तपाईँको लाइफको बारेमा आज जान्छौँ, जसमा तपाईँको बिगिनिङ, तपाईँको स्ट्रगल, तपाईँको फ्यामिली, तपाईँको क्रिकेटिङ जर्नी, अन्डर 19 जर्नी, सक्सेस, तपाईँको लाइफ र तपाईँको पर्सपेक्टिभको बारेमा हामी कुरा गर्छौँ। सो तपाईँलाई सबभन्दा पहिला स्वागत छ यहाँ आएकोमा। थ्याङ्क्स दाइ। अब कुरा गर्दै जाँदा लेट्स गेट इन्टु तपाईँको बिगिनिङ, होइन? हामी सबभन्दा पहिला तपाईँसँग मेरो के प्रश्न छ भन्दाखेरि क्रिकेट बाहेक क्वेसन गरौँ होइन। सो क्रिकेट बाहेक नितेशले कसैले आफ्नो परिचय दिनुहोस् भने नितेशले कसरी आफ्नो परिचय दिन्छ? म सानैदेखि पढ्नमा राम्रो थियो। म आफूलाई एउटा राम्रो, हनेस्ट, हार्डवर्किङ स्टुडेन्टमा चिनाउन चाहन्छु र एउटा राम्रो छोरा, राम्रो फ्यामिली म्यान भन्दा पनि चिनाउन चाहन्छु र एउटा यस्तो केटा जो आफ्नो ड्रिमको लागि धेरै हार्डवर्किङ छ, मेहनती छ, ड्रिमको लागि सेक्रिफाइस गर्न जुन चाहिँ अब तपाईँको लाइफमा अब एउटा ड्रिमको लागि जे पनि गर्न सक्छु त्यस्तो विल बोकेको मान्छे हुनुहुन्छ। सो तपाईँले ड्रिमको कुरा गर्नुभयो, हार्डवर्किङ कुरा गर्नुभयो होइन। त्योभन्दा पहिला तपाईँको फ्यामिलीमा को हुनुहुन्छ? फ्यामिलीसँग रिलेटेड तपाईँको घरमा को हुनुहुन्छ? कसरी तपाईँको क्रिकेटमा कसरी तपाईँले इन्भेस्ट हुनुभयो त्यो क्लियर गरिदिनुहुन्छ। मेरो फ्यामिलीमा म, ठुलो दाइ, त्यो ठुलो दाइभन्दा पनि एउटा ठुलो दाइ, आमा, बाबा हुनुहुन्छ। 5 जना हामी छौँ फ्यामिलीमा। अनि क्रिकेट कसरी सुरु भयो फ्यामिलीमा? कुनै क्रिकेटसँग रिलेटेड? मेरो ठुलो दादा रुपेश भन्ने दादा सानैदेखि खेल्नु गइरहेको थियो अनि दादालाई हेरेर सानैमा मोटिभेट भएको अनि खेल्नुपर्छ भनेर दादाले पनि सपोर्ट गर्नुभयो। अनि दाइ चाहिँ तपाईँको क्रिकेट नै खेल्नु भएको छ? अहिले प्रोफेसनल क्रिकेट खेल्नु भएको छ? नै, दाइ अहिले पढ्नुहुन्छ, टेक्वान्डो प्लेयर हुनुहुन्छ नेसनल। सानैमा खेल्नु गइरहेको थियो, अहिले छोडेर अनि पढाइतिर लाग्नु भएको छ। सो तपाईँको लाइफमा जस्तो फ्यामिलीमा कोही क्रिकेटसँग रिलेटेड त्यस्तो खासै हुनुहुन्न प्रोफेसनली? नै, त्यस्तो खासै कुनै। बाबाले चाहिँ के गर्नुहुन्छ? बाबा एक्स आर्मी अफिसर, अहिले चाहिँ ड्राइभर हुनुहुन्छ। एक्स आर्मी अफिसर, अहिले ड्राइभर हुनुहुन्छ। अनि मम्मी र दाजुहरू, अरू दाजुहरू? मम्मी हाउसवाइफ हुनुहुन्छ। त्यो रुपेश दादा अहिले पढ्नु गइरहेको छ अनि त्योभन्दा ठुलो दादा इन्जिनियर हुनुहुन्छ। सो लेट्स डिप डाइभ इन्टु तपाईँको क्रिकेटिङ जर्नी। मैले इन्ट्रोडक्सन दिँदाखेरि मैले भने एउटा यस्तो प्लेयर जुन चाहिँ सानै एजमा स्काउटिङबाट सिधै आर्मीको टिममा परेको प्लेयर हो। तपाईँले के कारणले र कसरी चाहिँ त्यो स्टेज पायो भने अलिकति हाम्रो दर्शकहरूलाई क्लियर गरिदिनुहोस्। कसरी तपाईँ सिधै आर्मीमा पुग्नुभयो? अब म स्टार्टिङ जब गऱ्यो, अब ग्लोबल क्रिकेट एकाडेमीबाट मैले स्टार्टिङ गरेको। मेरो कोचको नाम सुरज पटेल हो। तपाईँको फर्स्ट कोच? मेरो फर्स्ट कोच पनि नभनौँ, तैँले जहिले म प्रोफेसनल स्टार्टिङ गरेँ उहाँ सुरज दाइले मलाई हेर्नु गइरहेछ। त्यो टाइममा म जिल्लाबाट, पर्सा जिल्लाबाट सेलेक्सन दिएको, त्यहाँ मेरो पर्फर्मेन्सहरू भएन अनि सुरुमा नयाँ थियो त्यसैले टिममा परेन। त्यही राति म सुतिरहेको थियो अनि 11 बजेतिर सुरज दाइले कल गर्नुभयो, काठमाडौँ जानुपर्छ भनेर। त्यो आर्मीको अनि एपिएफको दुईवटा टिमको प्र्याक्टिस थियो अनि त्यसमा नेट बलिङको लागि बलर चाहिरहेको थियो अनि दाइले रिकमेन्ड गर्नुभयो कि त्यहाँ जा। त्यहाँ काठमाडौँ आएर गौरेश दाइ, अविनाश दाइहरूले हेल्प गर्नुभयो अनि यहाँ आएर मैले राम्रो पर्फर्म गरेँ। अनि अनिल सर अनि चन्द्र सरले मलाई हेर्नुभयो, राम्रो लाग्यो मेरो पर्फर्मेन्सहरू उहाँलाई अनि मलाई डाइरेक्ट टिममा राखिदिनुभयो। त्योभन्दा पहिला सिधै आर्मीमा पर्नुभन्दा पहिला तपाईँ कुनै अरू टिमबाट अथवा कुनै जिल्लाबाट गेमहरू खेल्नु भएको थियो? नै, केही खेलेको थिएन। त्योभन्दा पहिला प्रोफेसनली केही खेलेको थिएन। तपाईँ जिल्लाको पनि टिममा पर्नु भएको थिएन? नै, जिल्ला पनि खेलेको थिएन। मैले सुने अनुसार तपाईँ जिल्लामा पर्नु भएको थियो तर नट एज अ प्लेयर, एज अ म्यानेजर तपाईँले राखेको थियो। 16 मा मैले ट्रायल दिएको पर्सा जिल्लाबाट। फर्स्टचोटि यस्तै घुम्न गएको थियो अनि त्यहाँ ट्रायल भइरहेको थियो अनि त्यस्तै दिम्न भनेर थियो अनि दिएको त्यहाँ अनि एज अ म 15 जनाको स्क्वाडमा पऱ्यो अनि एज अ म्यानेजरमा परेको थियो। म्यानेजर बनेर जानुभएको थियो। त्यसपछि तपाईँले प्रोफेसनली जिल्लाबाट पनि खेल्नु भएन अनि कुनै पनि ठाउँबाट नखेलिकन
स्काउटिङमा पराउनु, सो यु गट सेलेक्टेड एज अ र ट्यालेन्ट होइन। हजुर सिधै पिएम कपमा जाँदाखेरि अब जिल्ला पनि खेलिएको छैन, अनि कुनै लेभलमा आफूले सोकेस गर्न सकेको छैन, तपाईँ कतिको नर्भस हुनुहुन्थ्यो तपाईँको फर्स्ट गेममा अथवा त्यो टिममै आफ्नो जग्गा पाउने बेला? त्यो बेला त म धेरै नर्भस थियो, किनकि आर्मी त्रिभुवन आर्मी क्लबमा जति म्याक्सिमम् प्लेयर दाइहरू सब नेसनल टिमको सेटअपमा हुनुहुन्छ। फर्स्टचोटि अब टिभीमा जति हेरिरहेको थियो दाइहरूलाई अगाडि हेर्दाखेरि धेरै नर्भस विनोद दाइ, सोमपाल भयो। कामी obviously। अनि जिल्ला नखेलेको मान्छे अनि दाइहरूसँग कसरी के गर्छु, के फर्स्टचोटि काठमाडौँ पनि थियो, के कसरी गर्छु त्यो दिमागमा पनि धेरै थियो। तर यहाँ आएको एउटा सन्तोष दाइ हुनुहुन्थ्यो आर्मीमा, हाम्रो अनि पर्सा जिल्लाको। अनि त्यो दाइले अनि इमरान दाइ पनि हुनुहुन्थ्यो। त्यो दाइहरूले मलाई हेल्प गर्नुभयो। अनि टिममा त्यति घुलो मिलेन, तर पनि म एज अ नर्भस सब गेम जति खेल्यो नर्भस थियो, तर सिक्ने कुराहरू धेरै पाएँ मैले। सो तपाईँले त्यहाँबाट खेल्नु भयो होइन, सो अभियसली यु निड सपोर्ट, जसमा तपाईँलाई आर्मीको तर्फबाट केही मान्छेले सपोर्ट गर्नुभयो। हामी फ्यामिलीको कुरा गरिरहेको थियौँ। सो क्रिकेटमा तपाईँ त एउटा स्टेजमा पुग्नुभयो, पिएम कप खेल्नुभयो होइन, डेब्यु गर्नुभयो पिएम कपमा आर्मीको तर्फबाट। त्योभन्दा पहिला फ्यामिलीको रोल कस्तो थियो? फ्यामिलीले तपाईँले सपोर्ट गर्नुभयो कि गर्नु भएन? र क्रिकेटिङ जर्नी तपाईँको प्रोफेसनली स्टार्ट हुँदाखेरि कस्तो कुराहरू आइरहेको थियो? अब म सुरुमै भनेको हजुरलाई कि म एउटा राम्रो स्टुडेन्ट थियो, पढ्नमा सानैदेखि राम्रै थियो। अनि क्लासहरू टप गरिरहेको थियो सानैदेखि। अनि मेरो दादा भन्ने रुपेश दादा खेल्नु गइरहेको थियो, अनि दादासँग लुकेर खेल्न जान्थ्यो। अनि दादाले धेरै सपोर्ट गर्नुभयो कि खेल्नुपर्छ भनेर। बाबा सुरुमा भन्नुहुन्थ्यो कि नखेल, आर्मीको मान्छे, पढ्नमा लाग, त्यो पढाइ गर, राम्रो छस् त्यसमा राम्रो हुन्छ। अनि ठुलो दादाहरूले पनि सपोर्ट गर्नुभयो कि नाइ सानो छ सबभन्दा, जे गर्नु छ गर्न दिनु, बरु पछि पढ्छ भनेर। अनि त्यहाँदेखि फ्यामिलीबाट नि सपोर्ट, आर्मी जब खेलिहाल्यो अनि त्यहाँबाट नि धेरै सपोर्ट आउन थाल्यो कि खेल्नुपर्छ भनेर। सो अब आर्मीबाट सपोर्ट आयो, फ्यामिलीबाट सपोर्ट आयो, तपाईँले क्रिकेट एक हिसाबले खेल्नुभयो। त्यसपछि अब पिएम कप खेलिसकेपछि फेरि पनि एउटा क्वेसन मैले गरेँ, त्यो जुन जर्नी थियो नि तपाईँको इनिसियल जर्नी, जिल्ला नखेलिकन सिधै एउटा स्टेज पाउनुभयो, त्यो जर्नीले कन्टिन्यू तपाईँले कति बेलासम्म त्यो कन्टिन्यू स्टेज पाउनुभयो फर्स्ट थिङ? त्यसपछि त्यो कन्टिन्यू स्टेज पाइरहँदाखेरि के च्यालेन्जेसहरू तपाईँले फेस गरिरहनु भएको थियो? अब सुरुमा केही नखेलेर जाँदा धेरै च्यालेन्जहरू फेस गरेँ। मलाई केही थाहा थिएन कि लेदर बलहरूको टुर्नामेन्टमा यस्तो हुन्छ भनेर। 50 ओभरको गेम हुन्छ, यसमा यति ओभर पावर प्ले हुन्छ, यति यो केही रुलहरू मलाई केही थाहा थिएन, क्लियर थिएन केही कुराहरूमा। जस्ट आएर एउटा गाउँबाट भनौँ न, गाउँबाट आएर डाइरेक्ट त्यो नेसनल आर्मीको नेसनल टुर्नामेन्ट खेलिरहेको थियो। अनि प्रेसर पनि धेरै थियो, नर्भस पनि थियो कि के गर्छु कसरी गर्छु दाइहरूको अगाडि। त्यहाँ त्यस्तै गर्दा पनि सपोर्टहरू पाएँ आर्मी टिमबाट। अनि बिस्तारै डेब्यु मोमेन्ट सम्झिनु भएको छ? सम्झिरहेको छु। क्यान एक्सप्लेन, लाइक फर्स्ट ओभर हातमा बल, त्यो कस्तो मोमेन्ट थियो तपाईँको लागि? त्यो बिर्सिनै सक्दैन। मलाई डेब्यु क्याप मेरो आइडल भनौँ न सोमपाल दाइले मलाई दिनुभएको क्याप त्यो। अनि मलाई फर्स्ट ओभर फाल्न भन्नुभयो, तर म धेरै नर्भस थियो। अनि मैले गएर क्याप्टेन मेरो विनोद भण्डारी दाइ हुनुहुन्छ, दाइले भन्नु दाइ म फाल्न सक्दिनँ, धेरै नर्भस छु भनेर। अनि दाइले पनि सपोर्ट गर्नु। कति वर्ष हुनुहुन्थ्यो तपाईँ त्यो बेला? त्यो बेला म भर्खर 15 पुगिरहेको थियो। 15 वर्षको उमेरमा तपाईँले आर्मीको टिमबाट खेल्नुभयो? अनि लङ्गेस्ट आई मिन सो फार। अनि टिममा सबभन्दा सानो थियो म, दाइहरूले धेरै माया गर्नुहुन्थ्यो। अनि त्यो टाइम मैले विनोद दाइले भने, दाइले भन्नुभयो केही छैन, तँलाई जतिखेर चाहियो जब कन्फिडेन्स छ भन्। अनि म फर्स्टचोटि बल आयो, बल हातमा आयो, मलाई याद छ कि त्यो बेला म के गरम जस्तो भयो। फर्स्ट बल फाले, ठाउँमा खस्यो। अनि त्यसपछि दाइले भन्नुभयो केही नसोच, जसरी गाउँमा खेलेर आछेस्, जसरी ट्रायल दिएछेस् त्यस्तै फाल। अनि फाल्दै गयो। त्यहाँदेखि दाइहरू पनि गाइड गर्नु भइरहेको थियो। अनि त्यहाँदेखि राम्रो भयो। फर्स्ट विकेट तपाईँको को थियो? मेरो पिएम कपमा त मैले विकेट लिएको थिएन। अनि त्यसपछि आर्मीको एउटा अर्को टुर्नामेन्ट भएको थियो केपिटी भन्ने, त्यसमा इमर्जिङ भएको थियो। फर्स्ट गेम थियो हाम्रो कर्णालीसँग। अनि फर्स्ट ओभर नै म फालिरहेको थिएँ। मलाई केही थाहा थिएन कि प्लेइङमा पढ्छु भनेर कि पढ्दैन। अनि कोचरले मेरो माथि बिलिभ गर्नुभयो, फर्स्ट ओभर दिनुभयो। फर्स्ट ओभरको फर्स्ट बलमा मैले विकेट लिएको विपिन साई दाइलाई। विपिन साईको, द्याट्स भेरी अमेजिङ। सो इट्स अ पार्ट अहिलेसम्म तपाईँको लाइफमा। त्यसपछि प्लेड अन्डर 16 मदन भण्डारीको टुर्नामेन्ट, जसमा तपाईँ एज अ क्याप्टेन खेल्नुभयो। त्यसपछि अहिले नेपाल टिमबाट अन्डर 19मा रिप्रेजेन्ट गर्नुभयो क्वालिफायर्समा।
दुईपटक तपाईँ दुबई जानुभयो, त्यसपछि दिल्लीको एगेन्स्टमा नेपालमै हाम्रो होम ग्राउन्ड, तपाईँको होम ग्राउन्ड वीरगन्जमा पनि तपाईँले खेल्नुभयो। यो सक्सेस पार्टहरू हुन् जसमा हामी कुरा गर्छौँ, सक्सेस तपाईँको लागि के म्याटर गर्छ। तर एउटा यस्तो स्ट्रगलिङ फेज, क्रिकेट खेलिसकेपछि बिचमा तपाईँले धेरै ब्रेक पनि पाउनु भएको छ, अनि क्रिकेटको एउटा राम्रो स्टेजमा जानुभन्दा पहिला पनि तपाईँले स्ट्रगल गर्नुहुन्छ। हुन त तपाईँले सानै एजमा पनि धेरै स्टेज पाउनुभयो, तर पनि स्ट्रगल सबैको लाइफमा हुन्छ। क्रिकेटमा तपाईँको अरूले नदेखेको फेज, अरूले नदेखेको पार्ट कस्तो हो, के हो तपाईँको पार्ट? अब सानै एजमा छिट्टो नेसनल टुर्नामेन्टहरू खेलिसकेको थियो। त्यसपछि मैले 19 को नेसनल टुर्नामेन्टमा जाँदाखेरि अनि मेरो 19 को फर्स्ट टुर्नामेन्ट थियो, अनि फर्स्ट ओभरमै 2 बल फालेर मेरो एङ्कल ट्विस्ट भयो। अनि त्यहाँदेखि मलाई धेरै गाह्रो भयो, अनि प्रेसर पनि थियो कि फ्यामिलीहरूबाट त प्रेसर थिएन, मलाई प्रेसर थियो कि नेसनल टुर्नामेन्ट सिनियर खेलेर आएको छु, 19 मा खेल्नुपर्छ, राम्रो गर्नुपर्छ पर्फर्म गर्नुमा। अनि एङ्कल ट्विस्ट मेरो हुँदाखेरि मलाई इन्जुरीको बारेमा पनि त्यति केही थाहा थिएन। अनि मैले खेलेँ, अनि त्यहाँ डक्टरसँग चेक गराउँदाखेरि डक्टरले भन्नु कि 3 महिना रेस्ट लिनुपर्छ। अनि म त्यहाँ डक्टरलाई भने होइन, मेरो रिपोर्ट बनाइदिनु 3-4 दिनको। अनि त्यसपछि मधेससँग मेरो गेम थियो, अनि मैले भन्ने नै म खेल्छु, टेपिङ गरेर खेल्छु। अनि त्यहाँदेखि गएँ, अनि कोचेसहरू अनि भन्नुभयो टेपिङ गरिदिन्छु, अनि त्यहाँ मैले टेपिङ गरेँ। अनि लास्टै पोल्न थाल्यो, त्यो टाइम पनि हिँड्न नसक्ने अवस्थामा मैले भने अब खेल्न सक्दैन। त्यो टाइम मलाई दाइहरूले भन्नुभयो बस चाहिँ, मैले भने होइन, पुरै टुटिसकेको थियो भित्रबाट। अनि इन्जुरी, फर्स्टचोटि इन्जुरी भइरहेको थियो। अनि घर गएँ, त्यहाँ त्यो टाइम दिपावलीको टाइम थियो, फर्स्ट डे थियो दिपावलीको। अनि घर जाँदाखेरि सबजना खुस हुनुहुन्थ्यो, बाबा मम्मीले भन्नुभयो केही छैन। तर म आफूलाई त्यो स्टेजमा मलाई लाग्थ्यो कि म त्यहाँ राम्रो गरेर त्यो टाइम पनि नेसनल खेल्न सक्छु भनेर भित्रबाट कन्फिडेन्स थियो। तर त्यहाँ इन्जुरी भयो, अनि त्यहाँदेखि धेरै मेरो डाउनफलहरू आयो। इन्जुरी पछि केही रिह्याबहरूको बारेमा मलाई केही थाहा थिएन। अनि त्यस्तै घरमा बसेर त्यो 1 महिना त पुरै बेड रेस्ट थियो, मैले पुरै हिँड्न नसक्ने अवस्था थियो। त्यसपछि बिस्तारै गऱ्यो, खेल्दै गयो। त्यो स्ट्रगलिङ मेरो लास्टै त्यसमा चित्त डुब्छ भनेर कि त्यो टाइम मलाई केही नलेजहरू थाहा हुन्थ्यो भने, त्यो टाइम राम्रो गर्न सक्थ्यो भने अझै 1-2टा 19 टुर्नामेन्टहरू राम्रो गर्न सकिन्थ्यो। अनि अब सानै एजमा तपाईँको डाउनफल तपाईँले भन्नुभयो, त्यो डाउनफल तपाईँको कति वर्षको एजमा आयो होइन? मेबी 16-17 एजमा। त्यो बेला तपाईँ त्यसरी इमोसनली मेच्योर पनि हुनुहुन्थेन, मेन्टली पनि मेच्योर हुनुहुन्थेन। अनि डाउनफल के हो, सक्सेस के हो, त्यो पनि राम्रो तरिकाले न टेस्ट गर्नुभएको थियो, न तपाईँले बुझ्नु भएको थियो। तर तपाईँले हिट गरेको छ, आई फिल लाइक। किनभने इक्जाम्पल छ नि त, पृथ्वी शाह सानो एजमा आइसकेपछि, कन्सिस्टेन्ट क्रिकेट खेलिसकेपछि फेरि हराउनु भयो। जस्तै अहिले वैभव सूर्यवंशी छ, सानै एजमा त्यो एचिभ गरिरहेको छ। एक हिसाबले तपाईँ पनि त्यसरी इमर्ज भइराख्नु भएको थियो, तर तपाईँको इन्जुरीले गर्दा त्यहाँबाट तपाईँ जानुभयो। सो त्यो जुन पेन हुन्छ, अब इमोसनली मेच्योर हुनुहुन्थेन, अनि त्यो पेन तपाईँको जुन भयो, त्यो कसरी भयो, के भयो, तपाईँले त्यो सफरिङ्सहरू कसरी चलिरहेको छ तपाईँको दिमागमा, कसरी प्रोसेस गरिरहनु भएको थियो? अब त्यो टाइममा मलाई त्यति अब इन्जुरी भएको बेला, अनि खुट्टा पोलिरहेको थियो, त्यो दुखिरहेको थियो। त्यो दुख्नुभन्दा पहिला भित्रबाट नि, बाहिरको त त्यो पेन केही होइन, स्पोर्ट्समा त्यति भइरहेको छ। तर भित्रबाट जुन थियो कि त्यो टुर्नामेन्टमा म जसरी नै राम्रो गरिहाल्थेँ, किन रिसेन्टको केपिटीमा म इमर्जिङ प्लेयर थियो, अनि भित्रबाट त्यो सिनियरमा गरिसकेको छु भने एज लेभलमा झन् डोमिनेट गरेर खेल्छु भनेर। अनि त्यो टाइम भएन, अनि भित्रबाट लास्टै डाउनफल त नभनौँ, तर भित्रबाट लास्टै आयो कि के कसरी भयो। त्यो टाइम म फिट पनि हुन सकेन, छिटो टाइम लाग्यो। त्यसपछि बिस्तारै गर्दाखेरि पर्फर्मेन्सहरू पनि हुन थालेन इन्जुरी पछि। अनि त्यसपछि धेरै टाइम लाग्यो मलाई हिल हुन। अनि हिल हुँदाखेरि पनि टुर्नामेन्ट भयो, त्यसपछि 1-2टा टुर्नामेन्टमा मलाई राम्रो भएन सुरुको टुर्नामेन्ट इन्जुरीको कारण। अनि बिस्तारै क्याम्पमा पऱ्यो। क्याम्पमा फिजियो दाइ हुनुहुन्थ्यो हाम्रो, लोकेन्द्र दाइले नलेज दिनुभयो यस्तो गर्नुपर्छ भनेर। अनि त्यो दाइको सपोर्टबाट मैले, अनि त्यो दाइले टेपिङहरू गरिदिनु भयो, सब भन्नुभयो यस्तो गर्नुपर्छ, फिजियोथेरापी गरिदिनु भयो। अनि त्यहाँदेखि मलाई अलि राम्रो भयो, अनि राम्रो गर्न थाल्यो त्यहाँदेखि। सो क्रिकेट मेक्स पिपल ह्याप्पी, क्रिकेट मेक्स पिपल फिल देमसेल्फ।
जो क्रिकेटर हो त्यसले यो कुरा बुझ्न सक्छ। क्रिकेट खेलिएन भने केही न केही शरीरमा मिसिङ जस्तो लाग्छ कि आफ्नो अंश यो शरीरको अङ्गहरू पनि मिसिङ जस्तो लाग्छ। र क्रिकेट खेलेर पनि मान्छेले एकदमै आत्माको सन्तुष्टि पाउँछ। क्रिकेट त्यो लेभलको ह्याप्पिनेस दिन्छ। तर क्रिकेटले दुःख पनि दिन्छ। यो चाहिँ क्रिकेट नखेल्ने अथवा क्रिकेटलाई एचिभ नगर्न सकेको मान्छेले हो, जसले नेपाली टिमको जर्सी लगाएको छैन, जसले आफ्नो देशको लागि खेलेको छैन, त्यसले फिल गर्छ। सो क्रिकेटले हाइएस्ट लेभलको खुसी पनि दिन्छ, क्रिकेटले हाइएस्ट लेभलको दुःख पनि दिन्छ। तपाईँको लाइफमा, तपाईँको फेजमा, यो होल अहिलेसम्मको जर्नीमा क्रिकेटले त्यसरी दुःख दिएको छ तपाईँले? अब क्रिकेटले त्यति दुःख दिएको छैन, दुःख दिएको छैन मलाई क्रिकेटले त्यति। अब झन् अहिले 19 क्रिकेटले नै रुवाएको, दुःख नदिए तापनि अब क्रिकेटकै कारणले रुनु भएको छ। क्रिकेटको कारणले त धेरैचोटि रोएको छु। 19 को बेला इन्जर्ड भएको बेला पनि रोको। 19 को वर्ल्ड कपको क्वालिफायर थियो, त्यसमा नि नपरेर पर्फर्म गरेको थियो। अनि केही कारणले गर्दा टिममा नआट्न सकेर नपरेर पनि धेरै रोको पर्फर्म गरेको थियो, किन परेन क्वेसनहरू थियो। तर पनि टिमको त्यस्तो सेटअपमा फिक्स हुन सकेन। अनि कोचेजहरूले भन्यो तिमी राम्रो छौ भनेर। अनि नेपालको विकेट सुटेबल छैन पेस बलरको लागि भन्नुभयो। अनि त्यो टाइम पनि रोको। फेरि फर्स्ट सिजन एनपिएल भएको, अनि एनपिएलमा सोल्ड भएन, त्यहाँ पनि दुःख लाग्यो। सेकेन्ड सिजनमा त त्यति नभनौँ, किनभने त्यो टाइम मेरो केही पर्फर्मेन्स थिएन। थर्ड सिजनमा अहिले चाहिँ नेसनल टिम खेलेर आएको थियो, फर्स्ट गेममा म्यान अफ द म्याच पनि भएको थियो। त्यो टाइम नखेलेर अलिक चित्त दुख्यो भनेर तपाईँ अनसोल्ड हुनुभयो। सो विल कम ब्याक टु तपाईँको अनसोल्ड जर्नी, एनपिएलको जर्नी। मैले तपाईँलाई के क्वेसन गर्दाखेरि फर्स्ट टाइम जर्सी लगाउँदा कस्तो फिल भएको थियो र त्यो जर्सीलाई फेरि पनि लगाउन नपाउँदा कस्तो फिल भएको थियो? फर्स्टचोटि जर्सी लगाउँदा मलाई याद छ, फर्स्टचोटि मैले जर्सी त्यो इन्डिया दिल्लीसँग सिरिज थियो, मेरो होम ग्राउन्डमा मलाई त्यो जर्सी त्यहाँ मैले जर्सी पाएको। त्यो जर्सी लिँदा जाँदाखेरि मलाई याद छ, त्यो जर्सी लाएर अनि म जर्सी समातेर धेरै रोको। त्यो टाइम मैले रुम लक गऱ्यो, मेरो रुम पार्टनर विपिन शर्मा थियो, विपिनलाई भन्यो एकछिन बाहिर जाऊ भनेर। अनि म रुममा गयो, अनि लास्ट त्यो जर्सी समातेर यसकै लागि मैले यति मेहनत गरेको थियो भनेर, अनि यति मेहनतपछि सङ्घर्षपछि अहिले पाछ भनेर यसलाई छिट्टो अब क्यारी अन गर्नुपर्छ, छिट्टै न हातबाट जाओस् भनेर। फेरि पनि अहिले खेल्दा जाँदाखेरि पनि अहिले नेसनल टिममा 19 पनि एसिया कपमा त्यस्तो राम्रो भएन, अनि ए टिमहरू खेल्न पाएको छैन। सिनियरमा पनि अहिले फेरि पनि अहिले कमब्याक गर्न सकेको छैन। त्यो टाइमको अहिले जर्सी नपाउँदाखेरि दुःख त छ, भित्रबाट चित्त पनि दुख्छ। त्यो अहिलेसम्म तपाईँलाई नराम्रो फिल हुन्छ। सो देयर आर नट मच थिङ्स अबाउट तपाईँको क्रिकेट जर्नी, किनभने तपाईँले अझै एक्सपोजर पाउनु भएको छैन जुन तपाईँको पोटेन्सियल छ। तर क्रिकेटमा तपाईँले अन्डर 19 टिमसँग खेलिरहँदा त्यो खेल्दाखेरि जब तपाईँको नाम आउँथ्यो नि टिममा, त्यो न्युज सुन्दाखेरि तपाईँले कस्तो फिल हुन्थ्यो? मेरो नाम आयो त्यो टिममा, म स्क्वाडमा छु, त्यो सुन्दाखेरि कस्तो फिल हुन्थ्यो? तपाईँको फ्यामिलीको रियाक्सन्सहरू कस्तो हुन्थ्यो? त्यो सबभन्दा टिममा मेरो नाम पढ्दाखेरि त्यो त्यति खुसी थिएन। जब मेरो बाबाले कल गरेर मलाई भन्नुहुन्थ्यो त्यो टिममा परिस् भनेर, त्यो टाइम मेरो बाबाको मुखबाट सुन्दा धेरै खुसी हुन्थ्यो, किनभने बाबाले पनि धेरै सेक्रिफाइस गर्नुभएको छ मेरो लागि, दादाले पनि गर्नुभएको छ। दादाले आफ्नो पढाइ छोडेर पनि, स्पोर्ट्समा मेरो दादा राम्रो हुनुहुन्छ, पढाइ स्पोर्ट्स छोडेर मलाई धेरै सपोर्ट गर्नुपर्छ, यसलाई खेल्नुपर्छ, ब्याकअप धेरै गर्नुभयो। अनि दादाको फ्यामिलीको मुखबाट सुन्दा धेरै झन् खुसी भयो। अभियसली आर्मी हुनुहुन्छ, अनि आर्मी भनेको है पढ नगर यस्तो गर भन्ने मान्छे, अनि त्यस्तो टिममा परिस् भन्दाखेरि केही एचिभ गरे जस्तो फिल हुन्छ। द्याट्स अ भेरी ट्रु फिलिङ होइन, जो मान्छेले नखेल नगर नाइ भनेको मान्छेले होइन गर खेल, अनि त्यो उसलाई पनि प्राउड फिल भइरहेको छ भने द्याट्स अभियसली अ भेरी गुड थिङ। सो नेपाली टिमलाई रिप्रेजेन्ट गर्दाखेरि एज अ क्रिकेटिङ फ्यान भनौँ, एज अ क्रिकेटको फ्यान भनौँ, अथवा एज अ स्पोर्ट्स फ्यान, धेरै मान्छेको एउटा सपना हुन्छ त्यो जर्सी लगाउन, जुन चाहिँ मैले लगाउन पाएको छैन। म जस्ता धेरै मान्छेहरूले नेपाल क्रिकेट टिमको जर्सी लगाउन पाएको छैन। त्यो नेपाल क्रिकेट टिमको जर्सी लगाउँदाखेरि तपाईँले कस्तो फिल हुन्छ? नेपाल टिमको जर्सी लगाएर कन्ट्रीलाई रिप्रेजेन्ट गर्दाखेरि त्यो कस्तो इमोसन्स आउँछ मनमा? त्यो आङस्रिङ हुन्छ नि त, पुरै खडा हुने, अनि माइन्ड सेट थट्सहरू कस्तो आउँछ? अब नेसनल टिमको जर्सी लाउँदाखेरि सबभन्दा पहिला त आफूलाई धेरै प्राउड फिल गर्छु, किनभने त्यति
आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्छु त्यस्तो लेभलमा। उम्, अनि इमोसन भनौँ त धेरै भित्रबाट धेरै खुसी पनि हुन्छ इमोसन। उम्, अब त्यो इमोसन त्यो टाइममा मात्र फिल हुनसक्छ, एक्सप्लेन हुन सक्दैन, त्यस्तो इमोसन हुन्छ त्यो उम्। नेसनल टिमको। अब तपाईँ एक्सप्लेन गर्नु अँ, भएन भने फ्यान्सहरू कसरी बुझ्छ, हामी लगाउनै पाउँदैनौँ, त्यही भएर सोधेको। तर अभियसली एउटा प्राउड मोमेन्ट हुन्छ होला है, जर्सी लगायो भने टक्क चन्द्रमा सूर्य छ, छातीमा क्यानको लोगो छ, मान्छेहरू पुरै दर्शक दीर्घ प्याक छ, नेपाल नेपाल भनेर कराइरहेको छ नि, तपाईँको हातमा बल छ अनि फिल लाइक यार म एउटा कन्ट्रीलाई रिप्रेजेन्ट गर्दैछु। हामी इमेजिन गर्न सक्छ तपाईँले रिप्रेजेन्ट गर्नुहुन्छ अनि अब कन्ट्रीलाई प्राउड फिल गराउँदाखेरि त्यो अभियसली एउटा एचिभमेन्टहरू पनि हुन्छ। हामी अलिकति कुरा गरौँ तपाईँको अनटोल्ड साइडमा, जसमा अब हामीले क्रिकेटको कुरा गऱ्यौँ, यो टेलिभिजनमा देख्ने कुरा, तपाईँको पर्फर्मेन्स, तपाईँको स्ट्याट, तपाईँको लाइफस्टाइल पनि एक हदले सोसियल मिडियामा हेर्न सकिन्छ। तर हरेक क्रिकेटरको, हरेक स्पोर्ट्सम्यानको र हरेक व्यक्तिको बिहाइन्ड द सिन्स धेरै कुराहरू हुन्छ, जसमा मान्छे यो यो यहाँ होल्ड नगर्न सक्ने इमोसन्सहरू हुन्छ। सो डिप डाइभ इन्टु द्याट, किनभने सानो उमेरमा तपाईँले एचिभमेन्ट पाउनु भएको छ तर अहिले चाहिँ स्ट्रगल गरिरहेको छ। फर्स्ट क्वेसन, एनपिएल सिजन 3, सिजन 2मा अनसोल्ड हुनुभयो, सिजन 1मा अनसोल्ड हुनुभयो, सिजन 3मा पनि तपाईँ अनसोल्ड हुनुभयो। 3चोटि नाम आउँदाखेरि नितेश पटेल क्याटेगोरी सी प्लेयर एन्ड द अक्सनर सेज अनसोल्ड, त्यो मोमेन्ट चाहिँ तपाईँले कसरी सोच्नुहुन्छ, कस्तो फिल भएको छ? आई मिन पर्फर्मेन्स गरेँ, आई मिन पर्फर्मेन्स दिएँ तर पनि भएन, त्यस्तो थट आउँछ नि, एज अ प्लेयर तपाईँको मनमा कस्तो थट्सहरू आउँछ? अब त्यो बेला एज अ प्लेयर भनौँ, जुन प्लेयरलाई पनि अब ठुलो प्लेटफर्ममा नखेल्दा हर्ट त हुन्छ अक्सनमा न। अनि हर्ट हुँदा पनि आफूले भित्रबाट त्यो टाइममा के सोच्छु भने मैले राम्रो गरेको थिएन, यतिले पुग्दैन भनेर अझै राम्रो गर्नुपर्छ, नेक्स्ट सिजन अझै राम्रो मेहनत गरेर अझै पर्फर्म गरेर गर्छु भने कि नेक्स्ट सिजन सोल्ड हुन्छु कि भनेर त्यस्तो हुन्छ। अनि अरू क्वेसन मैले तपाईँलाई गरेँ, यसरी अनसोल्ड हुँदाखेरि तपाईँले आफूमाथि डाउट गर्नु भएको छ, मेबी आम नट मेड फर दिस अहिले, अर मेबी अहिले म यो डिजर्भ गर्दिनँ, त्यस्तो आफूमाथि डाउट गर्नु भएको छ? नै त्यस्तो त डाउट आएको छैन, किनभने सिनियर सानैदेखि अब नेसनल टुर्नामेन्ट खेल्यो, पर्फर्म गरेर आएको छु, प्रेसर पनि झेल्न सक्छु भनेर पर्फर्म पनि, अनि यस्तो लेभलमा म खेल्न सक्छु भनेर मेरो भित्रबाट सेल्फले भन्छ। अनि म त्यो भिजुलाइज पनि गर्छु, त्यो लेभलमा खेल्यो भने मैले राम्रो गर्न सक्छु भनेर। द्याट्स भेरी गुड थिङ अफ यु। अब सेल्फ डाउट मान्छेलाई डिग्रेड नै गर्छ, सो तपाईँ अहिलेसम्म सेल्फ डाउट गर्नु भने द्याट्स अ बेस्ट पार्ट फर यु। अनि अब क्रिकेटमा धेरै कुराहरू हुन्छ, सो क्रिकेट करियरमा तपाईँको पेनफुल मोमेन्टहरू भन्नुभयो, तर त्यो पेनफुल मोमेन्ट अनि तपाईँको फ्यामिलीसँग जोड्दाखेरि फ्यामिलीले कतिको असर पारेको छ, फ्यामिलीको थट प्रोसेसहरूमा, अनि क्रिकेट छोड्दै भनेर कहिले फ्यामिलीबाट आएको छ कि त्यो सपोर्ट अहिलेसम्म तपाईँको लाइफमा चलिरहेको छ? अब इन्जर्ड हुँदाखेरि झन् सबभन्दा सानो छु घरमा, अनि लाड प्यार मलाई धेरै छ, अनि घरमा दाइहरू पनि, बाबाहरूबाट आमाहरू पनि। अनि इन्जर्ड हुँदाखेरि बाबाले अनि मम्मीले भन्नुहुन्छ कि नखेल, बरु पढ, चोट कहाँ खेल्दाखेरि छोड्न दे। त्यस्तै भन्नु, कहाँ खेल्दाखेरि छोड्दै चोट लागता, पढाइमा निमन बारी मत खेल, निमन हो जाए त यहीँमा खेल भन्नुहुन्छ भित्रबाट। तर अब खेलिसकेपछि त्यस्तो अब स्पोर्ट्समा त्यस्तो इन्जुरीहरू हुँदै राख्छ। अनि त्यो टाइम दाइ मेरो स्पोर्ट्समा हुनुहुन्छ, त दाइले आमा बाबाले सबले सम्झाउनुहुन्छ, भन्नुहुन्छ इन्जर्ड भइरहेको छ। अनि दाइले मलाई धेरै हरेक ठाउँमा दाइले मेरो ठुलो दाइले मेरो धेरै सपोर्ट गर्नुभएको छ। दाइ भनेको अब तपाईँको रुपेश, रुपेश अहिले दाइ भनेर रुपेशले तपाईँले भन्नुहुन्छ, ओके। सो उहाँले जो फ्यामिलीले सम्झाउनुहुन्छ अनि त्यही भएर तपाईँ अलिक कन्टिन्यू गर्नुभएको छ। अलिक सुन्दाखेरि धेरै कुराहरू थियो तपाईँको यो पार्टमा, अनटोल्ड साइड पनि धेरै छ, त्यसपछि क्रिकेटिङ जर्नी छ। सो अलिकति हामी लाइफसँग रिलेटेड कुरा गरौँ, बिकज दिस पार्ट एक्सप्लोर भएको हुँदैन र यस्तो कन्भर्सेसनहरू तपाईँले जेनरली अरू मान्छेसँग गर्नु हुँदैन अथवा कहीँ पनि गर्नु हुँदैन कुनै पनि प्लेटफर्ममा। मैले तपाईँले फर्स्ट क्वेसन गरेँ, वाट डज सक्सेस मिन टु यु? तपाईँलाई सक्सेस भनेको के हो जस्तो लाग्छ? अब सक्सेस भनेको अब सानै उमेरमा छिटो खेलिसक्यो, छिटो नेसनल गेमहरू पनि खेलिसक्यो, अनि धेरैजना नेपालमा जुन खेल्छ क्रिकेट, जो सोच्छ कि म आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्छु भनेर, अनि म त्यो रिप्रेजेन्ट गरेमा आफूलाई सक्सेस त नभनौँ, तर त्यो एक स्टेप एचिभ गरे जस्तो लाग्छ मलाई। तर मेजर सक्सेस चाहिँ भनेको के हो? अब
के चाहिँ सक्सेस हो एक्चुअल सक्सेस तपाईँको लागि? मेरो लागि त नेसनल टिमको सेटअपमा 10-12 वर्षसम्म ननस्टप खेलिराख्नु अनि आफ्नो कन्ट्रीलाई हायर लेभलमा रिप्रेजेन्ट गरेर वर्ल्ड कप क्वालिफाई गराउनु, नेपाललाई टेस्ट स्टेटस प्राप्त गराउनु जस्तो छ। द्याट्स अ भेरी गुड थट। एनिवे अर्को तपाईँले मैले क्वेसन गरेँ, हु हेज ह्याड द बिगेस्ट इम्प्याक्ट इन यर लाइफ? तपाईँको लाइफमा सबभन्दा ठुलो कसको इम्प्याक्ट छ? मेरो लाइफमा सबभन्दा ठुलो मेरो दाइकै इम्प्याक्ट छ। दाइ एज इन रुपेश? रुपेश दाइको धेरै ठुलो इम्प्याक्ट छ मेरो दाइको। कसरी अलिकति एक्सप्लेन गर्नु? मेरो दाइ अब स्पोर्ट्समा हुँदाखेरि मेरो दाइले मैले हेरेछु, अनि टेक्वान्डो खेल्नुहुन्छ मेरो दाइ। अनि दाइ बिहानै उठिहाल्नुहुन्छ 4 बजे, अनि त्यहाँदेखि रनिङ गर्नुहुन्छ 2 घन्टा, फेरि जिम जानुहुन्छ, फेरि आएर ब्रेकफास्ट गरेर रेस्ट गरेर फेरि जानुहुन्छ। मतलब दाइको सेड्युल पुरै प्याक छ कि दिनभरि मेहनत गरिराख्ने अनि दाइलाई हेर्छु भन्ने लाग्छ मलाई पनि गर्नु पर्यो, दाइ गर्नु भइरहेछ म किन गर्न सके छैन भनेर, अनि दाइलाई हेरेर धेरै मोटिभेट हुन्छु। दाइलाई हेरेर मोटिभेट हुनुहुन्छ। सो अलिकति तपाईँको फ्यामिलीको बारेमा म कुरा गर्छु, इट माइट हर्ट यु, तर वी गट न्युज धेरै पहिला कुरा हो। तपाईँ अहिले दाइ भनेर रुपेशलाई भन्दै हुनुहुन्छ। मैले 2-3 चोटि दाइ भनेर रुपेश किन सोधिरहेको छु भन्दाखेरि हामीले सुन्यौँ तपाईँको अर्को पनि जेठो दाइ हुनुहुन्थ्यो, उहाँको चाहिँ डेथ भयो भनेर। सो त्यो चाहिँ तपाईँको लाइफमा कसरी इफेक्ट गरेको छ? अनि कस्तो इन्सिडेन्ट भएको थियो? अब मेरो दाइ जबसम्म हुनुहुन्थ्यो, मेरो दाइ इन्डियामा एज अ फार्मासिस्ट पढ्न जानुभएको थियो, अनि सब पढिसक्नुभएको थियो, सर्टिफिकेट लिन मात्रै जानुभएको थियो। अनि एउटा एक्सिडेन्ट नै भनौँ, त्यस्तो स्विमिङ गर्न जानुभएको थियो, त्यहाँ डुबेर पानीमा, अनि न्युज आयो घरमा कि डेथ भयो भनेर। अनि त्यो टाइम मलाई धेरै भित्रबाट टुटिसकेको थियो, किनभने रुपेश दाइ भन्दा पनि म धेरै क्लोज ठुलो दाइसँग थिएँ कि सानो थियो, मलाई ठुलो दाइले केही भन्नुहुन्थेन, तँलाई खेल्नु छ खेल। मेरो घरबाट प्रेसर थियो, दाइहरूले भन्नुहुन्थ्यो कि पढ भनेर, तर मेरो ठुलो दाइले घरमा यस्तो भन्नुहुन्थ्यो त नपढ, त्यस्तो भन्नु त नपढ, खेल मात्र, जे हुन्छ म घरमा कुरा गरिहाल्छु भनेर। अनि त्यो ठुलो दाइ बित्दाखेरि सबभन्दा पहिला न्युज आएको थियो, कल आएको थियो मलाई नि, मैले सुन्यो, अनि घरमा म कसैलाई भनेन। अनि माथि गयो, माथि गएर मेरो अर्को रुम छ, त्यो रुममा गयो, रुम लक गर्यो, अनि धेरै रोयो दाइलाई सम्झेर। मलाई त्यो टाइम त फिल भएन कि दाइ हुनुहुन्न, कोही मसँग मजाक गरिरहेछ कि, किनभने दाइ बाहिर पढ्नु गइरहेछ, अनि अर्कोको नम्बरबाट कल आएर विश्वास पनि भएको थिएन। तर बाबाहरूले पनि कल आयो, ठुलो बाबाहरूले पनि कल आयो, अनि बाबा जानुभयो। अनि दाइको जब बडी आएको थियो त्यो टाइम म कन्ट्रोल गर्न सकेको थिएन दाइको। अनि जब बडी लिएर हामी जाँदै थियो त्यो टाइम पनि म बाटोभरि रोएर गएको त्यो अहिलेसम्म पनि सधैँ राति अब खाना खाँदाखेरि पनि दाइको धेरै याद आउँछ, किनभने दाइसँग नै म बसेर खान्थ्यो, दाइको रुममै सुत्थ्यो। दाइको एउटा भनौँ न धेरै क्लोज थियो दाइ जाँदाखेरि। अनि अहिले त्यो दाइलाई नै सम्झेर म आफ्नो जर्नीलाई धेरै कन्टिन्यू गरिरहेको छु, अनि धेरै मेहनत गरिरहेको छु, किनभने मेरो दाइको सपना थियो कि मेरो भाइ खेलोस् भनेर, राम्रो लेभलमा खेलोस् भनेर। अनि दाइले भन्नुहुन्थ्यो त नपढ त खेल, बरु खेलमै राम्रो गर। अनि मेरो दाइको मलाई एउटा कुरा याद छ, त्यो इन्डिया जानुभन्दा पहिला हामी छतमा सुतेको थियौँ त्यहाँ। अनि म अनि दाइ, मेरो दाइलाई गिटारको धेरै सौक थियो, अनि दाइ गिटार लिएर गाना बजाउनु गइरहेको थियो। अनि दाइले भन्नु, म घर त्यति बस्दैन कि, काठमाडौँ यताउति गेम खेल्न जाँदै राख्छु। अनि दाइले मलाई त्यो टाइम भन्नुभयो त मलाई टाइम नै दिँदैनस् भनेर, यताउति भइराख्छेस्, म पनि इन्डियामै हुन्छु। अनि त्यो दिन दाइले भन्नुभयो, म त्यो टाइम केही सोचेन। अनि दाइ जब बित्नुभयो तब फिल रिग्रेट भयो कि म काश त्यो टाइमभन्दा पहिला दाइसँग नि हुन्थ्यो कि, दाइलाई केही खुसी हुन्थ्यो कि। त्यो टाइम रिग्रेट जस्तो लाग्छ कि दाइलाई मैले त्यति गर्नुभयो, दाइलाई मैले टाइम दिएको छैन भनेर। अनि अहिले सोच्दाखेरि त्यो दुःख धेरै लाग्छ कि अब त्यति आफ्नो क्लोज भएको मान्छे बितिहाल्छ भने दुःख लागिहाल्छ त। हेभी फिलिङ होइन, जसको माथि बित्छ त्यसले मात्र फिल गर्न सक्छ। लाइफमा एउटा ब्याकबोन जस्तो हुन्छ ठुलो दाइ,
ठुलो दाइ भनेको तपाईँलाई सपोर्ट गर्ने मान्छे। अनि दाइ भनेको यतिकै कसैले दाइ भनिँदैन क्या। एउटा यस्तो मान्छे हुन्छ जुन चाहिँ हाम्रो स्याडो जस्तो हुन्छ। हामीलाई फिल हुँदैन तर हामीलाई त्यो कम्फर्ट दिइरहेको हुन्छ क्या। दाइ शब्द आफैमा एकदम त्यो हेभी एक्सटेन्ड वर्ड हो कि कम्फर्ट दिन्छ। हामीले माग्दैनौँ कुनै कुराहरू तर दाइले पुर्याइदिरहेको हुन्छ। हामी भन्दैनौँ कसैलाई तर दाइले बुझिरहेको हुन्छ। हामी कहीँ झगडा गऱ्यो भने हाम्रो पछाडि हुन्छ। हामी कहीँ राम्रो काम गऱ्यो भने हाम्रो पछाडि हुन्छ। हामी कुनै गलत काम गऱ्यो भने त्यहाँ पनि पछाडि हुन्छ। हामी जेसुकै गरौँ दाइ एज अ ब्याकबोन सपोर्ट हुन्छ। र फाइनेन्सियल सिचुएसन होस् कि फ्यामिलीमा केही कुरा बुझाइदिनु पऱ्यो कि किनभने दाइले आफै भोगेर आएको हुन्छ क्या। उसको आफ्नो लाइफको सेक्रिफाइस हुन्छ। उसले गर्नु नचाहेको इच्छाहरू हुन्छ र दाइ जहिले पनि आफ्नो भाइको लागि के सोच्छ भन्दाखेरि मेरो भाइको लागि बेस्ट होस्। जे मैले पाएको छैन मेरो भाइले पाओस्। जे मैले गर्न सकेको छैन मेरो भाइले गरोस्। त्यही भएर पनि अलिकति नराम्रो अभियसली हामीले पनि सुनेर पनि नराम्रो फिल भएको थियो। इभन तपाईँसँग भएको छ भने वी क्यानट हामी फिल गर्न सक्दैन जबसम्म हाम्रो आफ्नै के हुँदैन। इभन म पनि जेठो दाइ हो अनि मेरो भाइको लागि म जहिले भनिरहेको हुन्छु। अनि ऊ पनि क्रिकेटै खेल्छ। आई फिल लाइक उसँग धेरै टाइम स्पेन्ड गर्न पायो भने राम्रो हुन्थ्यो। सो इट्स अ हेभी फिलिङ। अनि ब्याकबोनै लाइफबाट गइसकेपछि तपाईँले सोच्नु भयो क्रिकेट छोडिदिउँ कि अथवा त्यस्तो कुनै आयो? नै क्रिकेट छोड्न त थट आएन किनभने दाइकै सपना थियो। अब दाइ बितिहाल्नु भयो भने झन् त्यो सोचेको भित्रबाट आयो कि नै पहिलाबाट अझै मेहनत गर्नुपर्छ, अझै छिट्टै नेसनल टिम खेल्नुपर्छ। अनि त्यो त्यो सानो सानो मोमेन्टहरूबाट दाइलाई खुसी दिन सक्छु कि माथिबाट भनेर लाग्छ। अनि अब चाहिँ तपाईँको लाइफमा होइन मेन फियर के कुरासँग अझ तपाईँको डर लाग्छ? अनसक्सेसफुल हुन्छु कि अथवा कुनै अरू कुनै के कुराले डर लाग्छ? यो भएन भने अथवा त्यस्तो कुनै थट्सहरू? मेरो थटमा त अनसक्सेसफुल भन्ने कहिले आउँदैन किनभने म खेलिरहेको छु अनि म अनेस्ट छु, हार्ड वर्क गरिरहेको छु। अनि म भगवान्माथि पनि धेरै बिलिभ गर्ने मान्छे हो। अनि भगवान्ले मलाई मेहनत गरिरहेको छु राम्ररी भने केही न त केही दिनुहुन्छ भनेर। त्यसैले अनसक्सेसफुल फियर यो छ कि अब ठुलो दाइ गइदिनु भयो त्यस्तो नहोस् भनेर फ्यामिलीसँग जोडिराखौँ। त्यसैले अहिले धेरै बाहिर बस्दिनँ, म फ्यामिलीसँग धेरै बस्छु भनेर भिडियो नै प्र्याक्टिस गर्छु। वाट मोटिभेट्स यु when nobody believes in you? एकजना बिलिभ गर्ने मान्छे दाइ हुनुहुन्छ। रुपेशले पनि बिलिभ गर्छ। तर इफ यस्तो सिचुएसन आउँदाखेरि जस बेला अन ग्राउन्ड अफ ग्राउन्ड कोही मान्छेले तपाईँले बिलिभ गरिरहेको छैन, त्यस्तो सिचुएसन आएको होला अथवा कहिलेकाहीँ आउँछ भने त्यो बेला तपाईँले के कुराले मोटिभेट गर्छ? यही यस्तो एक्लै बस्दाखेरि पनि त्यही मेरो दाइकै कुरा सोचेर मलाई धेरै मोटिभेट गर्छ कि दाइले त्यस्तो भनेर जानुभएको छ कि दाइको लागि गर्नुपर्छ भनेर। हामी भित्रबाट आफै आइदिन्छ कि दाइले भनेर जानुभएको छ, दाइले मेरो लागि त्यति गर्नुभयो भने म यति गर्न सक्दिनँ भने के काम मेरो रहन पनि त्यस्तै फिल हुन्छ कि दाइले अहिले भएको भए कति राम्रो हुन्थ्यो। दाइको सपना थियो नेसनल खेलेको नेसनल टिम खेले पनि मैले राम्रो पनि गरेँ। तर त्यो टाइम दाइ नभएको बेला दुःख लाग्यो कि दाइ हुनुहुन्थ्यो भने अझै खुसी हुन्थ्यो कि म दाइलाई भन्थ्यो कि आफ्नो दाइलाई खुसी खुसी भन्थ्यो कि दाइ हेर्नु तपाईँले भन्नुभयो थियो तपाईँको भाइले तपाईँको सपना पुरा तपाईँले नेपाली टिम जर्सी लगाएर गेम हेर्नु भएन? नै दाइ जब दाइ बित्नुभयो त्यो पछि मैले नेसनल टिम खेलेको। त्योभन्दा पहिला तपाईँ नेसनल नै त्योभन्दा पहिला डोमेस्टिक गेमहरू खेलिरहेको थियो। त्यो पछि दाइ बित्नु पछि अनि नेसनल टिम खेलेँ मैले। एकदमै यो एक्सप्लेन नगर्ने हेभी कुरा त्यो डेस्टिनीले डिसाइड हुन्छ नि त। किनभने सपना थियो दाइको तपाईँले नेसनल जर्सीमा हेरौँ र भाग्यमा लेखेको थियो तपाईँले जर्सी पाउनुहुन्थ्यो तर दाइको भाग्यमा थिएन। मेरो भाइले खेलिरहेको छ त्यो हेर्ने अनि सायद त्यो डेस्टिनीले डिसाइड गरेको कुरा थियो। हामी चाहिँ अलिकति रिलेट गर्न सक्दैनौँ किनभने जसले गुमाएको हुन्छ लाइफमा त्यसलाई चाहिँ फिल भइरहेको छ। अहिले तपाईँ अलिकति अनकम्फर्टेबल फिल लाग्छ जस्तो मलाई लागेको छ किनभने जो मान्छेले लाइफमा गुमाएको हुन्छ नि कुनै साथी, कुनै दाइ अथवा आफ्नो आमा अथवा आफ्नो बुवा, त्यो मान्छेले मात्र त्यो कुराको फिलिङ हुन्छ। र त्यो नन एक्जिस्टेन्ट बेला त्यो मान्छे एक्जिस्ट नगरिरहेको बेला
कस्तो कमी महसुस हुन्छ भनेर मान्छेले छिटै रिलेट गर्न सक्दैन। एकदमै हेभी कन्भर्सेसन भयो। तर मैले तपाईँलाई अर्को के क्वेसन गर्न चाहेँ, तपाईँले आफ्नो बाबालाई कसरी पोर्ट्रे गर्नुहुन्छ, तपाईँको आफ्नो बाबाको क्यारेक्टरलाई? किनभने उहाँ एक्स आर्मीमा हुनुहुन्थ्यो अनि तपाईँ अहिले चाहिँ आर्मीको तर्फबाट खेल्नु भएको थियो, अनि तपाईँको आफ्नो बाबाले कस्तो पोर्ट्रे गर्नुहुन्छ? अब म आफ्नो बाबालाई म आफूलाई धेरै लक्की फिल गर्छु कि म उहाँ जस्तो बाबा पाएँ भनेर। मेरो बाबा त स्ट्रिक्ट त धेरै हुनुहुन्छ तर माया पनि धेरै अभियसली आर्मी म्यान स्ट्रिक्ट भइहाल्यो नि त। अनि आर्मीमा हुँदाखेरि पनि सानैदेखि मेरो बाबाले धेरै स्ट्रिक्ट हुनुहुन्छ भनेर यो गर्नु पर्दैन, अनि टाइम टेबलको पनि धेरै स्ट्रिक्ट हुनुहुन्थ्यो भनेर। डिसिप्लिन मतलब सानैदेखि बाबाको सिकाएको डिसिप्लिन अनि हार्डवर्कको कारण मलाई लाग्छ कि अहिले छिट्टै मैले खेलेको त्यही 15 वर्षमा खेलेको, त्यो 15 वर्षभन्दा पहिला 15 वर्षमा मेरो बाबाको डिसिप्लिनले गर्दा त्यो एचिभ गर्न सक्छ। लास्ट क्वेसन तपाईँलाई यो पर्सनल लाइफसँग रिलेटेड, वाट इज वान थिङ यु हेभ नेभर सेड पब्लिकली, अहिलेसम्म पब्लिकली नभनेको एउटा यस्तो कुन चाहिँ कुरा हो? अहिलेसम्म पब्लिकली भने छैन, कसैले पनि भने छैन। म आफ्नो फ्यामिलीलाई धेरै माया गर्छु भनेर। सबभन्दा धेरै मेरो म दाइलाई भन्न सक्दैन, मेरो अनिस एउटा ठुलो दाइ पनि हुनुहुन्छ भनेर। भर्खर दाइको बिहे भयो अनि मैले मुखमा भने छैन, दाइहरूलाई कसैले बाबालाई पनि भने छैन, आमालाई पनि भने छैन, तर म फ्यामिलीलाई आफ्नो धेरै माया गर्छु भनेर। सिकाउनु पर्यो, यो सोसाइटीले समाजले हामीलाई सिकाउनु पर्यो कि कसरी लभ एक्सप्रेस गर्ने। फ्यामिलीले पनि तपाईँ लभ एक्सप्रेस गर्नुभएको छैन। थ्याङ्क यू सो मच। यो पार्टको लागि अलमोस्ट हामी इन्डतिर आइसकेको छौँ र तपाईँले ऱ्यापिड फायर क्वेसन गर्छु होइन, ऱ्यापिड फायर क्वेसन गर्छु, त्यसपछि केही अरू लास्ट क्वेसनहरू हुन्छ 1-2वटा। सो लेट्स गेट इन्टु ऱ्यापिड फायर क्वेसन होइन। फेभरेट टिममेट? विपिन शर्मा। टफेस्ट बलर फेस्ट? तपाईँ बलर हुन्छ तर पनि टफेस्ट बलर फेस्ट? टफेस्ट बलर अब त्यस्तो त बलर हुँदाखेरि ब्याटिङ पाउँदैन, तर पनि दयानन्द मण्डल। टफेस्ट ब्याटर फेस्ट? मलाई त कुनै पनि ब्याटर टफेस्ट लाग्दैन, म आफ्नो ठाउँमा लाग्ने, तैपनि लोकेश बम, यस 106। ड्रिम क्रिकेट डेस्टिनेसन? नेसनल टिमबाट खेलिराखौँ। अनि फेभरेट स्टेडियम? फेभरेट मेरो होम ग्राउन्ड टिभी सा क्रिकेट ग्राउन्ड। त्यसपछि फेभरेट इन्टरनेसनल क्रिकेटर? म सोमपाल कामी दाइको धेरै ठुलो फ्यान पनि हो अनि फेभरेट मेरो क्रिकेटर सोमपाल। इन्टरनेसनल नेपाल बाहेक? नेपाल बाहेक विराट कोहली। ओके। बिगेस्ट क्रिकेट आइडल? सोमपालले। नाइस। one word for Nepali cricket? Nepali cricket, like one word. Emotion, yes. Favorite food after match? दाल भात पावर 24 hours. रुपेशले पनि मैले यो कुरा भनेको थिएँ। One teammate who makes everyone laugh? विपिन शर्मा। थ्याङ्क यू सो मच। लास्ट क्वेसन मैले तपाईँले गर्न चाहन्छु। हामीले धेरै कुराहरू गऱ्यौँ, तपाईँको लाइफमा कुरा गऱ्यौँ, तपाईँको फ्यामिली कुरा गऱ्यौँ। लास्ट क्वेसन, एउटा यस्तो ड्रिम तपाईँको जुन अहिलेसम्म पुरा भएको छैन, त्यो हाइएस्ट कुन लेभलसम्म जान चाहनुहुन्छ त्यो ड्रिमको? मेरो ड्रिम छ कि म एनपिएल होइन वर्ल्डको जति लिग छ भने त्यो लिग खेलौँ, त्यो मेरो बिगेस्ट ड्रिम हो भनेर। नेसनल टिमबाट पनि खेलौँ अनि बिगेस्ट ड्रिम भनेको आइपिएल पनि खेलौँ म। बेस्ट अफ लक फर यर फ्युचर। थ्याङ्क यू सो मच फर कमिङ। अनि उहाँलाई मन पराउने साथीहरूले फलो गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला र तपाईँले आफ्नो फ्यान्सहरूलाई के भनिदिनु पर्यो? सपोर्ट गर्नु होला कमबक्सलाई। थ्याङ्क यू सो मच। हेभ अ गुड डे।